सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पूर्व पक्षका लागि ठुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ। सुप्रिम सहकारी तथा सङ्गठित अपराधमा यही चैत 22 गते उच्च अदालत बुटवल तुलसीपुर इजलासले रवि लामिछानेलाई पूर्व पक्षका लागि ठुनामा पठाउने आदेश गरेको थियो। उक्त आदेश विरुद्ध रवि लामिछाने सर्वोच्चमा पुनरावेदनका लागि निवेदन दिएका थिए। उक्त निवेदन सर्वोच्चका न्यायाधीश टेक प्रसाद ढुङ्गनाको इजलासमा परेको थियो। ढुङ्गनाको इजलासले उच्च अदालत बुटवल तुलसीपुर इजलासले ठुनामा पठाउने आदेश झिकाउने आदेश गरेको हो। रूपन्देही जिल्ला अदालतले 1 करोड धरोती मागेको मुद्दामा पुनरावेदन उच्च अदालतले रवि लामिछानेलाई बाहिर राखेर मुद्दा लड्न दिएमा ठगीमा संलग्नहरूको मनोबल बढ्ने र पीडितलाई थप पीडा हुने भन्दै ठुनामा पठाउने आदेश गरेको थियो।